देखिराख्नु भएको छ होला होइन बबाल बबाल छ अनि कौसुमा चाहिँ किन आयो भन्दाखेरि होइन त्यही हो केटीहरूलाई हेर्न आयो कि वरिपरिको छिमेकीको छोरीहरू हेर्नु पऱ्यो नि त अब छिमेकीको छोरी राख्ने हो नि त गाइज हे गाइज वेलकम ब्याक टु माई अनदर भिडियो एन्ड ब्लग सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि आज चाहिँ धेरै दिनपछि ब्लग पनि बनाइसकेँ मैले होइन कन्टेन्टहरू बबाल बबाल बनेर थिएँ त्यही हो अनि कन्टेन्टहरूमा फोकस दिइरहेको थिएँ ब्लगमा चाहिँ अब अलिकति दिएको थिएन क्या ब्लग बनाउँछु कहिले हेर्ने होइन क्यारे होइन अनि त्यही भएर ब्लग पनि बनाउनु छोडिदिएँ अनि चिया पकाउँदै हुन्छ दिदी चाहिँ अनि म चाहिँ राजा जस्तो बसिरहेको छु यहाँ पुरै दिदीलाई दुःख दिनु परिहाल्यो नि गाइस हो कि होइन ल गाइस है आज चाहिँ हामीले है एलोभेरा सो गाइस है म चाहिँ यता आइसकेँ पछाडि मेरो भ्यू देखिराख्नु भएको छ होला होइन बबाल बबाल छ त्यही हो यसरी पछाडि हेर्दै खानु मजा आउँछ अगाडि पनि हेर्नु न कस्तो छ बबाल क्या अनि कौसुमा चाहिँ किन आयो भन्दाखेरि होइन त्यही हो केटीहरूलाई हेर्न आयो कि वरिपरिको छिमेकीको छोरीहरू हेर्नु पऱ्यो नि त अब छिमेकीको छोरी राख्ने हो नि त गाइज के गर्नु अब अरू त अब पति चाहिँ पतिँदैन अनि के गर्नु त गाह्रो छ क्या भ्यू त हेर्नु है बबाल छ अनि त्यही हो मान्छेहरू यस्तो भ्यू हेर्नलाई होइन कहाँ कहाँदेखि आउनुहुन्छ क्या माथि रेस्टुरेन्ट छ नि त S2हरू सब थाहा होला तपाईँहरूलाई होइन सिङ्गल ट्युब त्यहाँ माथि भयो अनि यस्तो भ्यू हेर्न त बबाल बबाल आउँछ क्या मान्छेहरू अनि म चाहिँ घरमा बसेर किन भ्लग बनाएर भनेर सोध्छ होला होइन के भन्दा घरै ठुलो छ गाइड माथि बसेर टक्क बनाउनु पाउँदा त अनि धेरै खुसीको कुरा हो नि त हो कि भन्नु नि तपाईँ आफै त्यही हो म चाहिँ अनि पहिला गर्लफ्रेन्डलाई यहाँबाट हेर्थेँ कि यसरी ट्याङ्कीमा चढ्थेँ होइन मजाले त्यहाँ स्कुल छ नि त अनि स्कुलमा पुरै यसरी हेर्थेँ उता छ स्कुल चाहिँ होइन अनि त्यही हो पुरै हेरिराख्थेँ क्या यसरी नै हेर्थेँ होइन गर्लफ्रेन्डलाई त्यस्तै हेर्दा त अब छोडेर जान्छ भनेपछि अब पुरै छोडिदिनु के छ र गाइस त्यस्तै हो अब अनि अरूको छिमेकीको अब टक्कसँग होइन मजाले अब छिमेकीको छोरीहरू हेर्ने हो तर निस्किँदैन क्या बिहान दिउँसोतिर मात्रै निस्किन्छ होइन त्यो चाहिँ म भोलिको भ्लगमा हाल्छु अब डेली भ्लग आउँछ है गाइस त्यो चाहिँ अब तपाईँहरू लेखेर राख्नु होला चिया पनि उम्लिँदैन यार कस्तो टाइम लागेको भनेर क्या अति नै चिया खानु मलाई यसरी मान्छेलाई यहाँ त्यही हो दुध चिया खान्थेँ मैले बबाल अहिले चाहिँ अब भनौँ न ग्यास्ट्रिक भइरहेको छ अलिअलि खाना छोडिसकेँ बिस्तारै दुध चिया पनि अब त्यो भनौँ न त्यस्तरी खानु हुँदैन क्या म फेरि वाइल खाइदिन्छु क्या छिनछिनमै त्यही भएर हो गाइस अब त्यो चिया हाल्न जाउँ चिया पाकेर जस्तो छ कप चाहिँ कुन चाहिँ खाने हो यो कपमा खाने है ग्यास प्याक हान्ने ठाउँमा हान्ने हो क्या प्याक खान्छ नि रक्सी अब त्यसमा खाने हो क्या मस्तसँग धोएर खायो धोएर खाएर चाहिँ गाइस ल अब यसो हालिदिउँ होइन चिया सरर गरेर मलाई त फेरि लेमन मनपर्छ क्या चिया छ नि फिका चिया यत्तिकै मनै पर्दैन क्या लेमन चाहिन्छ क्या मलाई चाहिँ ए सबु लेमन छैन कागती गाइस कागती रहेछ काटेर राखेर गाइस त्यही हो चट्टसँग अब यसरी मार्नुपर्छ क्या कस्तो साह्रो हो मासल ल बल्ल भयो मेरो तितै हुन्छ अहिले फेरि होइन घोल्ने चाहिँ फेरि खतरा खा चम्चा गाइस रेडी भइसक्यो अब वाउ बबाल बबाल के गर्नु गाइस अल्छी लाग्छ है घरमा बस्दा अनि त्यही हो अनि काम पनि केही छैन पुरै आज त काम पनि राम्रोसँग लागेकै छैन डक्स हुनुहुन्छ के त डक्स सन्चै हुनुहुन्छ तपाईँ सन्चै हुनुहुन्छ ए सन्चै हुनुहुन्छ भने ल यो त बोल्दैन है त्यही हो लास्ट अल्छी लगाइरहेछ अनि काम पनि केही छैन भिडियो बनाउनु भनेर आउँदै थियो तल उतै छ केटाहरू जाँदैछ त्यहाँ तिनजना हुन्छ नि त अब बल भ्लगहरू पनि आउँछ बिस्तारै टाइम भएन भनौँ न कन्टेन्टहरू यताउता बनाएर छु टिकटकतिर हाल्छु युट्युबतिर हाल्छु युट्युबतिर माया गर्नु पर्छ सबले त्यही हो गाइस अब बल आउँछ भिडियो चाहिँ अनि यहाँ चाहिँ यहाँ गुन्द्रुक यस्तो दाम पारामा सुकाइरहेको छ आमामा होममेड गुन्द्रुक है गाइस फेरि सक्दैन नि है कसैले नि फेरि के भन्छ अरे अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि मेरो 6000 सब्सक्राइबर हुन्छ नि त अब सबले भिडियो मन पराउनु पऱ्यो क्या गाइस मन पराउनु पऱ्यो त्यही हो अनि म भरेतिर अब यो भ्लग हालिदिन्छु होला आज हालिदिन्छु म ल भ्लग आज हालिदिन्छु होइन आज मैले भिडियो पनि धेरै बनाएन आज कन्टेन्ट पनि धेरै बनाएन फन्नीवाला त्यही हो अब बनाउनु त होइन त्यही दुईवटा जति छ अब अहिले 4 बजीतिर हाल्छु एउटा अनि सिधै भोलि बिहान हो टिकटकमा चाहिँ अनि युट्युबमा पनि त्यस्तै हाल्छु 4 बजीतिर हाल्छु अनि 4 बजीतिर अब म यो भ्लग हाल्छु अनि त्यसपछि अनि बल्ल अनि त्यो कन्टेन्ट हाल्छु है त त्यही हो गाइस
बल आउँछ अब बिस्तारै माया गर्नुपर्ने हुन्छ सबले अनि त्यही हो उफ्रिरहेको छ यहाँ हाते हाते यस्तो के यसले फेरि कोतार्छ कि यसको नङ हेर्नु न कत्रो छ अभि त्यो डेन्जर त्यो नङ हुन्छ नङ्ग्रा डेन्जर छ कि अनि त्यसको बिस लाग्छ नि त त्यो चलाउनु पनि डर लाग्छ अनि आमाले हेर्नु यस्तो रोप्नु भयो मेरो आमा चाहिँ बबाले हो क्या गाइस यस्तो खतरा रोप्नुहुन्छ कि होइन पुरै नगरौँ क्या त्यही हो अब त्यो दामी भ्लगहरू आउँछ केटाहरूलाई पनि भन्छु म भ्लग पनि बनाउनुपर्छ भनेर त्यही हो गाइस आजको लागि यति नै भन्न चाहन्छु गाइस है सबैलाई धेरै धेरै धन्यवाद जतिजनाले नि भिडियो हेर्नुभयो त्यही हो अब आउने डेली आउँछ भनौँ न अब भ्लग सबैजनालाई धेरै धेरै धन्यवाद थ्याङ्क्स फर वाचिङ त्यही हो बाई गाइस